नेप्लिज डायस्पोराको कार्यक्रम जोग संजोगमा यहाँलाई हार्दिक स्वागत छ। म सतीश चापागाई। सधैँ जस्तै आज पनि मैले एकजना विशेष अतिथि लिएर तपाईहरु समक्ष उपस्थित भएको छु। आजको मेरो अतिथि हुनुहुन्छ अखण्ड भण्डारी, पत्रकार हुनुहुन्छ र दुईवटा पुस्तकको लेखक हुनुहुन्छ। म उहाँलाई स्वागत गर्छु। अखण्डजी, यहाँलाई हार्दिक स्वागत छ। हस्, नमस्कार, धन्यवाद। आज हामी अमेरिकाको मेरील्यान्ड राज्यको बाल्टिमोर शहरमा तपाईसँग कुराकानी गर्दैछौँ। कार्यक्रम जोग संजोग। जोग र संजोगले भेटिएका अतिथिसँग कुराकानी गर्छौँ। संजोगले धेरै प्रवासमा हामी संजोगले भेटिएका अतिथिसँग कुराकानी गर्छौँ। तपाईँ संजोगले भेटिनु भएको छ र अहिलेको प्रसङ्ग हो मेरो हातमा रहेको एउटा पुस्तक बोरा। यो तपाईँको दोस्रो पुस्तक हो। दोस्रो उपन्यास। र प्रसङ्ग सुरु गरौँ। यो उपन्यासका कारण तपाईँ अहिले अमेरिकामा हुनुहुन्छ, किन? यो मेरो उपन्यास बोरालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यो वर्षको सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान गर्ने एउटा समारोहमा सहभागी हुन म यहाँ आएको। धेरै वर्षदेखि उहाँहरूले नेपाली साहित्यको श्रीवृद्धि इतिवृद्धि गर्नु होइन, उहाँहरूको एकदम ठुलो हात छ, धेरै गरिदिनु भएको छ र विशेष गरी प्रवासका विषयमा कलम चलाउने साथीहरूलाई उहाँहरूले सम्मान गर्ने गर्नुहुन्छ हरेक वर्ष। यसमा अन्यशासनले पुरस्कार दिनुपर्ने विषयवस्तु के छ? पुरस्कार दिने त त्यो निर्णायक मण्डलको कुरो भयो होइन। उहाँहरूलाई यो पक्कै मन पर्यो, अथवा एउटा भनौँ न साहित्यिक कृतिहरू उहाँहरूले प्रतिस्पर्धामा आह्वान गरेर प्राप्त गरेका साहित्यिक कृतिहरू मध्येको उपन्यास विधामा उहाँहरूलाई यो मन पर्यो होला निर्णायक मण्डललाई। मेरो झट्ट बुझाइ हुँदैन, अन्य शासन त प्रवासमा रहेका मान्छेहरू त्यो कथा पो छ कि भनेर मैले त्यसरी सोध्नु खोजेको होइन। यो चाहिँ उपन्यास विधाको नेपाली साहित्यका उपन्यास विधाको सर्वोत्कृष्ट कृतिको उपन्यास यसले प्राप्त गर्यो र यो दिनुपर्ने कारण त उहाँहरूलाई सोध्नुपर्छ। उहाँहरूलाई मन पर्यो होइन, पक्का मन पर्यो अथवा यो राम्रो उत्कृष्टमा उहाँहरूको लागि साबित भयो। बोरा भन्दा अगाडि तपाईँले मलाया एक्सप्रेस भनेर एउटा राम्रो उपन्यास लेख्नु भएको थियो, चर्चित छ उपन्यास, र विशेष गरी हामी प्रवासमा रहनेहरूको विषयमा, घर छोडेर होइन विदेश गएर कमाउने मान्छेहरूको बारे, हामी जस्ता युवाहरूको बारेमा त्यसमा लेख्नु भएको छ। त्यसकारण मैले त्यसको कनेक्सन यसमा छ कि भनेर दर्शकलाई जानकारी गराउनु। होइन, छैन, त्यो एकदमै नितान्त फरक विधा हो। त्यो वैदेशिक रोजगारमा हुने समस्या को विषय हो भने यो चाहिँ नितान्त एकल ज्येष्ठ नागरिकहरू बुवाआमा मध्ये जो खास गरी एक्लो हुनुहुन्छ, उहाँहरूको अन्तिम जिन्दगी कसरी दुःखदायी हुने लक्षणमा गइरहेको छ, नेपाली समाज कसरी विकृत भइरहेको छ भन्ने देखाउने यसमा प्रयास गरेको छ। र यसको मूल कथा भनेको चाहिँ एउटा सत्य घटनामा आधारित हो। मैले यो किताबमै पनि उल्लेख गरेको छु, यो सत्य घटनामा आधारित उपन्यास हो। पुरै त्यही घटना मात्रै चाहिँ होइन, त्यसो भए यो उपन्यास हुने थिएन, विवरण हुन्थ्यो। यो त भनौँ न यो अर्कै विधा, यो त नन फिक्सन हुन्थ्यो। यो फिक्सन किन भयो त भन्दा यसमा कथ्य छ र यसको विषय मूल मियो चाहिँ त्यो हो जसमा एउटा कुनै कुलङ्गार छोराले आफ्नै आमालाई बोरामा हालेर खोलाको डिलमा छोडेको जिउँदै कि मरेपछि होइन, मरेपछिको त अर्कै कुरो भइहाल्यो नि। त्यो त अरू मान्छेलाई बोलाएर समेत लान पाइयो होइन। खोलामा लगेर खुसुक्क छोड्ने भनेको त जिउँदै हो भनेपछि त्यो समस्या पहिला घटना भन्नुभयो, घटना सत्य होइन। पहिला हामीले डोकाको कथा पढ्थ्यौँ नि, हो त्यो डोको भन्दा एकदमै क्लाइमेक्स बिग्रिएको अवस्था चाहिँ अहिले बोरा हो। जो हामीले बच्चामा नातिनातिनालाई बच्चाहरूलाई सुनाउने एउटा कथा थियो नि त होइन। तिमीले यदि आफ्नो बाउलाई होइन आमालाई डोका राखेर भिरबाट गुल्टायो भने तिम्रो छोराछोरीले पनि त्यही गर्छ, छोराले बाबा त्यो डोको चाहिँ राखिरहनु होला, हजुरलाई पनि फाल्न काम लाग्छ भनेर हामीले एउटा कथा पढेको थियौँ होइन, हरेक नेपालीले पढेको। त्यसको एउटा विकृत अहिलेको हाम्रो नेपाली समाज त्यतापट्टि उन्मुख छ। त्यो भनेको बोरा हो। यसको अर्थ फेरि सबै छोराले सबै छोरीले बुवा आमालाई बोरैमा फाल्छन् भन्न खोजेको पनि होइन र यस्ता घटना धेरै बाक्लो भयो भन्न खोजेको पनि होइन, उन्मुख छ। तर
एउटा प्रतिनिधिमूलक एउटा बिम्ब हो नि त, नेपाली समाजको विकृत बिम्ब जो बोरामा समेत फाल्न थाले है। भनेपछि त हालत के छ त भन्ने देखाउन खोजेको, र यो त्यस्ता व्यक्तिलाई लागेको हुन्छ जसले बुवा आमालाई माया गर्न जान्दैनन्। यो अरूलाई त लागेको हुँदैन होइन। त्यसैले कथा भनेको कुनै एउटा पात्र विशेषमा आधारित नहुन्छ होइन, त्यसले केही विषयवस्तुको प्रतिनिधित्व गर्छ, समाजको एउटा कुनै विषयलाई उठान गर्छ। यो बोराले उठान गरेको विषय भनेको त्यही हो कि एक्लो बुढेसकालमा जो श्रीमान अथवा श्रीमती पहिल्यै बितिसकेको अवस्थामा उनीहरूको जिन्दगी अलि जटिल हुँदै गएको छ है भन्ने चाहिँ यसले देखाएको छ। त्यसकारण यो पढ्नुपर्छ, पढ्ने कुरो मेरो आग्रह छ लेखकको हिसाबले होइन। त्यो विषयलाई त्यो अहिलेको त्यो परिवेशलाई हेर्नलाई बुझ्नलाई बोराले सहजीकरण गर्छ। त्यो मूल पात्रको वरिपरि अरू के विषयवस्तु तपाईँले जोड्नु भएको छ जसले नेपाली समाज यो खास गरी मैले भने नि अलिकति म थोरै यसको पृष्ठभूमि भन्छु। एउटा कुनै आश्रममा मैले एकजना आमालाई भेटाएँ। उहाँसँग गफ गर्दै जाँदा उहाँले के भन्नु भने धेरै वर्ष भयो दसैँ पनि आएन, मलाई तिहार पनि आएन, अनि घर नलगे पनि यहाँ आउँछन् कि भनेर आशा गरेको आउँदैनन् भन्नुभयो। अनि के हो त, को छन् त भन्दाखेरि छोरो छ, बुहारी छन्, दुवैजना डक्टर हुन्, मलाई ल्याएर यहाँ राख्दे भन्ने खालको कुरो गर्दै जाँदाखेरि मैले त्यो बेला यो 71 सालतिरको 2071 सालतिरको कुरा हेर्नुहोस्, मैले त्यो बेला अनि कान्तिपुर दैनिकमा यो समस्यामाथि एउटा आर्टिकल लेखेँ र पछि मैले किताब लेख्ने भन्ने फेरि अर्को उपन्यास लेख्छु भन्दाखेरि के विषय वस्तुलाई मैले उठाउने त भन्दाखेरि यसो सोचेँ समस्या यो गम्भीर छ, यसलाई बृहत किन नबनाउने भनेपछि अब फेरि त्यतिले मात्रै त उपन्यास बन्दैन भने अनि मैले धेरैवटा आश्रममा नेपालका सबैजसो आश्रमहरूमा पुगेर मैले त्यहाँ कुन प्रकृतिले कुन प्रवृत्तिले कुन समस्याले बुवा आमाहरू आश्रममा पुग्छन् त त्यो कुराहरू मैले अनुसन्धान गरेँ, खोजेँ, बुझेँ। अनि मेरा साथीभाइहरूलाई मैले भने कि म यस्तो किताब लेख्दैछु, तपाईँहरूसँग केही आइडिया छ भने सेयर गरौँ भन्दै जाँदा एकजनाले के भन्नु भने एउटा कसैले कुनै आमालाई बोरामा फालेको भेटाएर ल्याएर घरमा पाल्नु भएको छ, खोलाको डिलबाट उठाएर भनेपछि उहाँले त्यो नाम ठेगाना दिनुभयो। म त्यहाँ गएँ, बुझेँ, बुझ्दाखेरि त्यो आमासँग मैले भेटाएँ, उहाँसँग लामो कुराहरू गर्यो। यति हुँदा पनि त्यो आमाले आफ्नो परिवारको हुलिया समेत दिन मान्नुहुन्न। जसले ल्याएर पालेको छ त्यो आफ्नो छोराभन्दा पनि प्यारो मान्छेलाई समेत भन्नुहुन्न। हामीले साह्रै मेहनत गरेर अलिकति हुलिया थाहा पाएर भेट्न गयौँ, उहाँको छोराले सेतो लुगा लगाएको थियो। के भयो भन्दा आमा बित्नुभयो भन्यो। हेर्नुहोस्, जबकि आमा त्यहाँ हुनुहुन्छ होइन। अनि यो विषयवस्तुलाई मैले कथा बनाएँ, तर यसमा भएका पात्र, त्यो पात्रका परिवेशहरू, त्यसको ठाउँ ठेगाना, हुलिया, त्यसको पेसा इत्यादि मैले फेरेको छु। हेर्नुहोस्, फेरेको छु र त्यसमा अरू बुवा आमाका जे मैले समस्याहरू देखेको छु नि त्यसलाई अप्रत्यक्षता सबैलाई मैले समायोजन गर्ने प्रयास गरेको छु र यसलाई फ्युजन गरेको छु, कथा बनाएँ। र त्यहाँभित्र मैले नेपाली समाजमा हुने जातपात होइन, अनि नेपाली समाजमा हुने तपाईँलाई भन्न विभिन्न वर्गीय विभेदहरू, यी चिजहरूलाई पनि मैले उठाएको छु। र मैले यसमा एउटा बलियो गरी के देखाउन खोजेको छु भने सम्बन्ध भनेको रगतले मात्र बलियो हुन्न कि सम्बन्ध भनेको आत्मीयताले, मान्छेको मन पवित्र छ भने जो पनि बुवा आमा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी हुनसक्छ है, जो पनि आफन्त हुनसक्छ भन्ने कुराको सन्देश पनि यसका पात्रहरूबाट, यहाँ विभिन्न पात्रहरू छन् जसबाट त्यो हाम्रो समाजको फरक खालको एउटा आयामलाई मैले उठाउने प्रयास गरेको छु। एउटा हार्मोनी छ नि, हार्मोनी हो। छोराले आमालाई फाल्न सक्छ, तर अर्को मान्छे कसैको कुनै जन्माउँदै नजन्माएको व्यक्तिको छोरो अथवा छोरी बन्न सक्छ होइन, उसले फेरि आमा बनाएर पाल्न सक्छ भन्ने कुरो पनि यसबाट देखिन्छ। नेगेटिभ पोजिटिभ सबै चिज यहाँ। त्यसो हुँदाखेरि यो भनेको के भने व्यक्तिको प्रवृत्ति हो क्या। व्यक्ति कति समस्याग्रस्त छ
होइन, अथवा व्यक्ति कति महान छ यो कुरामा भर पर्छ है, यो चिज छ। त्यही भएर मैले यहाँ म के माफी माग्न चाहन्छु भने यो सबै छोराहरूलाई लेखिएको कुरा होइन क्या, यो त त्यस्ता मान्छेलाई मात्र, र जो बुवा आमालाई माया गर्नुहुन्छ उहाँहरूले पनि यो पढ्नुपर्छ, किनभने यो कस्ता कस्ता हुँदो रहेछन् भने देखिन्छ नि त। जसले माया गर्न जानुहुन्न उहाँहरूले बुझ्नुपर्छ क्या भन्ने मैले सन्देश दिन खोजेको। यसको लेखन शैली कस्तो शैलीमा तपाईँलाई एकदम सरल छ अथवा अलिकति साहित्यिक बढी नै छ? यो म पत्रकारिता पृष्ठभूमिको भएको र मेरो जिन्दगी धेरै हदसम्म पत्रकारितामै बितेको कारणले मेरो त्यसमा दुईवटा कुरा हुँदो रहेछ कि एउटा समाज देखिँदो रहेछ पत्रकारिताको झ्यालबाट, समाज देखिन्छ, छर्लङ्ग देखिन्छ। दोस्रो कुरा हामीले अभिव्यक्त गर्ने भाषा शैली चाहिँ आमाले बुझ्ने, आमा भनेको मेरो उमेरको आमा, निरक्षर आमाले बुझ्ने, पढेर सुन्दा पनि छर्लङ्ग बुझ्ने हुनुपर्छ भन्ने जुन मान्यतामा हामी काम गर्छौँ त्यो कुरो चाहिँ मेरो लेखाइमा जानेर नजानेर मैले झल्काउने प्रयास गर्छु। त्यसो हुँदा यसमा मैले अत्यन्त सरल भाषा, पठनीय शैली प्रयोग गर्ने प्रयास गरेको छु। यो अहिले यसको बिक्री, अब तपाईँ पुरस्कार पनि 4वटा पुरस्कारको लागि नोमिनेसन हुनुभयो र 2टा त पाउनु पनि भयो होइन। म यहाँ उल्लेख नै गर्न चाहन्छु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जो अनेसासाले दिने सर्वोत्कृष्ट उपन्यास पुरस्कार जसलाई तपाईँले 2 दिन अगाडि ग्रहण पनि गर्नुभयो, म बधाई पनि भन्न चाहन्छु होइन। त्यसपछि लालबन्दी नगरवाङ्मय परिषदले दिने भाषा तथा साहित्य पुरस्कार त्यो पनि उहाँले ग्रहण गरिसक्नुभयो। त्यसका अलावा उत्कृष्ट सूचीमा पर्न सफल भएको थियो जसलाई पद्मश्री साहित्य पुरस्कार नेपालको एकदम राम्रो छ, त्यसमा पनि तपाईँ उत्कृष्टमै पर्न सफल हुनुभयो। त्यसै गरी उत्कृष्ट सूचीमा विमल गुरुङ कृति पुरस्कार तपाईँले धरानमा भन्नुभएको थियो, यो एउटा त्यताको चर्चित पुरस्कार भनेर 2टामा चाहिँ हुन सफल हुनुभयो। अझ यो 1 वर्ष भएको छ, अझै अरूमा पनि आउन सक्ने सम्भावना छ, हुनसक्छ, अझै पनि मान्छेले पढेर होइन त्यो हुनसक्छ। यसको बिक्रीबाट कति सन्तुष्ट हुनुहुन्छ एउटा लेखक, उपन्यासकार? यो वास्तवमा मलाई यो किताबको बिक्रीले पनि उत्साह, एक प्रकारको उत्साह दिइरहेको छ र भनौँ न यो नेपाली साहित्यका पुस्तकहरूमा औसत बिक्नेहरूभन्दा माथि नै, यसरी भनौँ कि औसत बिक्नेहरूभन्दा माथि नै उत्कृष्ट बिक्री हुने किताबहरू मध्येमा यो गइरहेको छ र देश विदेशबाट मागहरू भइरहेको छ र एउटा किताब किरो भन्ने किताब किरो भन्ने विक्रेता हुनुहुन्छ, उहाँको त्यो संस्थाको नाम चाहिँ किताब किरो भयो। उहाँले संसारभरि किताबहरू पठाउने गर्नुहुन्छ र यति धेरै देशमा यति धेरै पठाइरहनुहुन्छ, बोरालाई उहाँले जोडे गर्नुहुन्छ। सायद बोरा अब धेरैले मन पराएर अथवा माग भएर होला जस। र अर्को अब हामीले अर्को विक्रेता एमके बुक मार्फत चाहिँ देशव्यापी वितरण गर्ने गरेका छौँ। विदेश बस्नेहरूले अनि देशमा पनि राम्रो माग्छ, एमकेमा पनि राम्रो छ र किताब किरोमा पनि एकदमै राम्रो छ। अनि यसको ई संस्करण पनि आउँदैछ भन्नुभएको थियो। इबुकको तयारी अन्तिम अवस्थामा छ र यो सायद अब 1 हप्ताभित्रमै इबुक पनि उपलब्ध हुन्छ र त्यसपछि लगत्तै हामी 1 देखि 2 महिनाभित्रमा यसको अडियो बुक पनि तयार गर्दैछौँ, त्यो पनि उपलब्ध हुन्छ इन्टरनेट मार्फत। हजुर, अब हामी बोराको मात्रै कुरा गर्न खोजेको एकदमै धेरै अनि छोटकरीमा कुरा गर्ने विषय थियो हाम्रो। अब अमेरिकाको बसाइ छ, अरू विषयमा कुरा गर्न हामी फेरि अरू विषय गरौँ, प्रवासका अरू धेरै कुराहरू। अब अन्तिममा यस्तो तपाईँ 2टा उपन्यासबाट एकदम ख्याति पनि प्राप्त गर्नुभयो, राम्रो सङ्ख्यामा पुस्तक उपन्यासहरू बिकेको पनि छ। अब कति यही क्षेत्रमा हात हाल्ने अझै पनि कुनै त्यस्तो अर्को योजना केही ल्याउनु भएको छ कि? अहिले अब मैले अलिकति अब भनौँ न यो अहिलेको समय, अहिलेको समाज, अहिलेको सोच, अहिलेको मनस्थिति, अहिलेको राजनीति, अहिलेको विकृति,
यो सबै कुरालाई सम्बोधन गर्ने हिसाबको एउटा किताबको परिकल्पनामा लागेको छु र त्यसले मलाई लाग्छ मूर्त रूप पाउनेछ चाँडै नै। भनेपछि तपाईँ त्यो प्लटिङमै हुनुहुन्छ, अर्को उपन्यास हामी पाउँछौँ। त्यो त अवश्य अर्को उपन्यास पाउने कुरामा त शङ्कै छैन। र त्यसको लागि पनि हाम्रो शुभकामना छ। र बोरा उपन्यासको बारेमा हामी कुरा गऱ्यौँ। यो एकदम अमेरिकाको व्यस्त समयमा हामीलाई आफ्नो समय दिएर एउटा गुण लाउनु भएको छ। म धेरै म त घुम्न आएको, तपाईँको व्यस्त समय मसँग कुरा गर्न प्रयोग गर्नुभयो, त्यसका लागि तपाईँलाई अझ धेरै धन्यवाद। धेरै धन्यवाद। हामीसँग हुनुहुन्थ्यो दुईवटा उपन्यासका उपन्यासकार अखण्ड भण्डारी, जो अन्नपूर्ण पोस्ट दैनिकको प्रधान सम्पादक पनि हुनुहुन्छ। उहाँले हामीलाई जुन समय दिनुभयो र तपाईँहरूले पनि हेरेर जुन सहयोग गर्नुभयो, धेरै धेरै धन्यवाद। र यो हाम्रो कुराकानीलाई सेयर गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार। हस्, नमस्कार।